कस्तो अँध्यारो देखेको। सो यो भिडियो चाहिँ बुढी मान्छेको लागि। अनि म चाहिँ छाता ओढेर कहाँ जाँदैछु भने अब मेरो मतलब केमिस्ट्रीको फाइल लेख्दै थिएँ, लेख्दा रिफिल सक्छु। अनि रिफिल सकेपछि त के गर्नु रिफिल छैन। अनि राति 8 बजे रिफिल खोज्नलाई बाहिर निस्किएको, छाता ओढेर पानी परिरहेको छ। अनि आज फोन गरेको रहेछु दिउँसो। मेरो कलेज हुन्छ 5:30सम्म हुन्छ, घर आउँदा 6 बज्छ। बरु एक दिन फोनै लुकाइदेऊ न, फोन लुकाएर बेलुका म्यासेज गर न मलाई है। फोन लुकाएर म्यासेज गर न एक दिन। स्याटरडेतिर गरे पनि हुन्छ, सन्डे स्याटरडे जहिले गरे नि एक दिन गर नि त मलाई, बोलौँ हामी। अनि धेरै भयो नि त हामी नबोलेको 3 हप्ता हुन्छ त्यो स्याटरडेबाट त। अनि 3 हप्ता बिर्सिनु चाहिँ भएन है त तिमीले। म चाहिँ यहाँ खोज्दैछु, भेटेन भने त नबोल। के गर्नु होला त त्यस्तो कन्फिडेन्स बिल्डअप गर्नको लागि चाहिँ म अङ्कल रिफिल दिनु न मलाई, रिफिल दिनु न मलाई, रिफिल दिनु न, रिफिल। हजुर मैले रिफिल लिएर त्यो गरेँ होइन, भर्खर रिफिल लिएको। फेरि घर फर्किँदैछु, अर्को बाटोबाट जान्छु टक्क घुमेर। यहाँ कलेजबाट घर आउनै यस्तो टाइम हुन्छ मलाई, यहाँ लाग्छ क्या। अनि यहाँबाट घरबाट कलेजबाट घर जान यस्तो टाइम खाइदिन्छ। अनि जाउ हुन्छ क्या। त्यही भएर म चाहिँ कोठा सरौँ भनेको, यता कोठा नै पाइरहेछ। अनि मैले रिफिल लिएर आइसकेँ त। रिफिल किनिसकेँ। अनि अब कहिले भने फ्राइडे बरु भोलि फोन लुकाएको भए पनि हुन्छ। तिमीले फोन दिँदैन होला सायद, स्याटरडे फोन माग न कसैको। नभए एक दिन म भुषणलाई भनिदिन्छु, अनि भुषणको फोन राख है त, म भनिदिन्छु। अनि राख, अनि लुकाएर चलाएर पछि देऊ न, हुँदैन। त्यसपछि म गर्छु नि त है, जहिले भए पनि म भनिदिन्छु भुषणलाई। अनि अब भयो भने पर्सिको दिन म फोन गर्छु कि स्कुलको नम्बरमा फोन गर्न सकेको छु। स्कुलको नम्बरमा फोन उठ्यो भने के अरे उठ्यो, अनि फोन उठेन भने चाहिँ अब स्याटरडे नि ट्राई गर्छु। स्याटरडे नि उठेन भने अब अर्को स्याटरडेतिर फोन गर्छु है त। मैले राखेको अब अर्को भिडियो पनि बनाउँछु है।